ल हेर त यहाँ यामालको भाइले सुत ट्रोफी समातिसक्यो होइन, तर रोनाल्डोले वर्ल्ड कपको ट्रोफी कहिले समात्ने हो? फुलिट सकिँदैन। अनि आज त कतिजना होइन, हिजो अर्जेन्टिनाले हारेको पोर्चुगल फ्यान यता कुकुर जस्तो भाउ 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 गरेर कराछन्। हारे त के गर्ने यार, वर्ल्ड कप त छ नि एउटा, छ तिमीहरूको 2022 को वर्ल्ड कप त छ त हामीसँग। तिमीहरूसँग वर्ल्ड कप छ, अहिलेसम्म फाइनल पुग्नु छैन। म राउन्ड सिटिने खुलिट पर्ने, अनि हामीले जे होइन फाइनलसम्म पुग्या हो। स्पेनले जित्यो त स्पेनको गेम बबाल थियो, जित्यो त राम्रो हो त, हामी एप्रिसिएट गर्छौँ। लामिन यामालले जित्यो, म त एकदम खुसी छु है। त्यो क्याउ 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 कुकुर करा जस्तो त्यो बाटोमा हिँडे कुकुरलाई भात खान नदिएर भाउ 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 गर्छ नि, त्यसरी नकराइरह है। हारे त हार्यो, के गर्नु त, अब सक्यो है। एउटा वर्ल्ड कप त जित्या हो होइन, एउटा जित्नु भनेकै त्यसको लागि ठुलो कुरो हो। तिमीहरू जस्तो एउटा नि वर्ल्ड कप नपुग्ने, एउटा नि तारा नपुग्ने त छैन नि त। 3टा तारा, 3टा है, 4वटा हुन्थ्यो, हिजो खुलिट भइगयो है। ठिकै छ, अब 3टा तारा चाहिँ छ, तिमीहरू जस्तो एउटै तारा नभए चाहिँ होइन। बेजतीहरू खाना पकाउने मान्छेलाई भनिन्छ कुक। ल पोर्चुगलको फ्यान, कुकुर जस्तो धेरै नभुक है त।